पूर्व राजा ज्ञानेन्द्र शाहलाई ठूला दलका नेताहरूले जहिल्यै गाली मात्रै गरे। उनी गद्दीमा भएको अन्तिम समयमा होस् या त्यसयताका वर्षहरूमा पूर्व राजालाई भन्न उनीहरूले केही बाँकी राखेनन्। ६२-६३ को जनआन्दोलनपछि नारायण हिटी त्यागेर निर्मल निवास पुगेका ज्ञानेन्द्र शाह दल र तिनका नेताहरूको गालीको केन्द्रमा सधैँ परिरहे। तर दल र तिनका नेताहरूले कहिल्यै सोचेनन् कि पूर्व राजा शाहबाट सिक्नुपर्ने कुरा पनि धेरै छन्। पूर्व राजा ज्ञानेन्द्र शाहबाट सिक्नुपर्ने राम्रा कुरा पनि छन् भनेर भन्दै गर्दा ती दलका नेता र कार्यकर्तालाई रिस पनि उठ्ला, जो पूर्व राजालाई गाली गरेर कहिल्यै थाक्दैनन्। तर एकैछिन शान्त बनेर अब केही बेर यो भिडियो रिपोर्ट हेर्ने धैर्यता गरे भने सायद उनीहरूको घैँटामा घाम लाग्न पनि सक्छ। ज्ञानेन्द्र शाह त्यस्ता पात्र हुन् जसले 240 वर्षे राज संस्थाको विरासत जनताको भावना अनुसार त्यागिदिए। ६२-६३ मा भएको जनआन्दोलनलाई उनले आत्मसात गरे। यो सत्य हो, आन्दोलन नभएको भए उनले दरबार त्याग्दैनथे। तर आन्दोलनका क्रममा जति क्षति भयो त्यो भन्दा थप क्षति नहोस् भन्ने लागेर उनले बेलैमा दलहरूको माग पूरा गरिदिए। त्यति बेलाका आन्दोलनकारी दलहरूलाई उनले अपमान होइन, सम्मान गरे। उनीहरूले गरेको निर्णय सहर्ष स्वीकार गरे र दरबार छाडेर नागार्जुन हुँदै निर्मल निवास लागे। ६२-६३ को जनआन्दोलनका क्रममा 19 दिनमा जति नागरिकको ज्यान गएको थियो त्यो भन्दा झन्डै 4 गुणा बढी नागरिकको ज्यान जेन्जी आन्दोलनका क्रममा केही घण्टामा नै गयो। तैपनि उति बेला पूर्व राजालाई गाली गरेर नथाक्नेहरूले प्रधानमन्त्री र मन्त्री पदको कुर्सी त्याग्ने सामान्य आवश्यकता त्यति बेला मात्रै ठाने जति बेला आफ्नो ज्यान जोगाउन अब कठिन छ भन्ने कुरा बुझे। धेरैको ज्यान गइसक्दा पनि उनीहरूलाई कुर्सी प्यारो लागिरह्यो। सयौं घाइते हुँदा र देश दनदनी बलिरहँदा पनि उनीहरूलाई कुर्सी नै महान लाग्यो। जबकि तत्कालीन राजा ज्ञानेन्द्र शाहले एउटा सामान्य कुर्सी होइन, वर्षौंदेखिको विरासत राज संस्था नारायण हिटी दरबार सहजै त्यागे। देश यसै गरी दनदनी बल्ने हो कि भन्ने पीर नभएको भए उनले त्यति सजिलै दरबार नत्याग्न पनि सक्थे। उनका हातमा के थिएन, उनी आफै सेनाका परम सेनाधिपति थिए। उनले चाहेको भए अरू केही जनता भुटेर पनि आफ्नो गद्दी जोगाउन सक्थे। यो त भयो उति बेलाको कुरा। अब कुरा गरौँ पूर्व राजाबाट नेताहरूले सिक्नुपर्ने यति बेलाको कुरा। पहिलो कुरा त जेन्जी आन्दोलनका कारण हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था नआउँदै केपी शर्मा ओलीले पूर्व राजालाई हेरेर पनि सिक्नु